नमस्ते। आज चाहिँ मैले नयाँ चिज ट्राई गर्न गइरहेको छु र अब चाहिँ मैले हालेँ जिरा र अब हाम्रो च्यानललाई सब्सक्राइब गर्नु होला। अब मैले चाहिँ हालेँ यो लसुन मैले अब हालेँ लसुन मतलब अब दुधले हाल्नुभयो लसुन। अब यो गयो बेसारो जिरा र अदुवाको पेस्ट। यसलाई चाहिँ अलि राम्रोसँगले चलाउन पर्ने हुन्छ। हजुरले यसलाई घरमा ट्राई गर्न सक्नुहुन्छ। यो गयो हाम्रो विदेशी मसला अनि हाम्रो उसको पेस्ट टमाटरको पेस्ट अनि यो हाम्रो बेसार नुन। यसलाई मजाले घोल्ने हेर्न सक्नुहुन्छ। यसलाई चाहिँ अलि राम्रोसँगले पकाउनु पर्छ र यसलाई ढाकिदिने अनि यसलाई ढाकेर खोल्ने अनि फेरि यहाँ हेर्न सक्नुहुन्छ यस्तो कति राम्रो जस्तो देखिया छ। अहिले जो अझै त धेरै चिज एड गर्न बाँकी छ यसमा। अनि हामी यसलाई थोरै फुलकोपी हाल्यो यसमा र पालो चिजहरू एड गर्दै जानुपर्छ यसमा चाहिँ नयाँ र यसलाई चाहिँ हल्का चलाइदिने यसरी। हजुर आफूलाई जत्रो भाँडो मनपर्छ त्यत्रै भाँडोमा गराउनु होला र अलि बेरसम्म यसलाई पकाउन राखिराख्नु। यसलाई ढाकिदिने एकैछिनसम्म अनि योलाई खोलिदिने अनि यो आलुलाई चाहिँ यसमा हालिदिने र अब चाहिँ हामीले यसमा हाल्छौँ चना चाहिँ पहिले भिजाइदिनु होला र यसमा चाहिँ हामी हाल्दै चना चाहिँ धेरै मिठो हुन्छ र यसमा हाल्ने चना अनि फेरि यसलाई चाहिँ अलि बेरसम्म थोरै पकाउन राख्ने र हेर्न सक्नुहुन्छ हाम्रो दिदीले पकाइरहेको वा नाइस। यस्तै हाम्रो दिदीहरूको भिडियो हेर्दै राख्नु होला र सब्सक्राइब पनि गरिदिनु होला हाम्रो दिदीको च्यानललाई। हेर्न सक्नुहुन्छ हाम्रो दिदीले धेरै मेहनत गरिसक्नु भएको छ। हेर्न सक्नुहुन्छ। अब यो चाहिँ यति रेडी भइसकेको छ। यसलाई चाहिँ अलि बेरसम्म ढाकिन पर्ने हुन्छ। यो ढाकिसकेपछि भुटेको मतलब अनि यहाँ थोरै पानी हालिदिने पकाउनको लागि र झोलको लागि। अनि यसलाई यसरी मसालेर 2, 3, 4, 5 चिट्ठी लगाइदिन पर्ने रहेछ र हेर्न सक्नुहुन्छ यो चिट्ठी लाग्यो। अब यो पालो चिट्ठी लाग्ने छ। पाकिदियो भने त चेक गर्नु सकेको रहन्छ। बाई।